हेलो साथीहरू नमस्ते सेवा हजुरहरू सम्पूर्णलाई अन्त साथीहरू आज चाहिँ मैले हजुरहरूको सामु फेरि अर्को भिडियो लिएर आइसकेको छु। हाम्रो घरको फापरबारी हजुरहरूलाई देखाउँदैछु। यो चाहिँ थोरै हो फापरबारी, अन्त अरू जग्गा पनि छ, त्यो चाहिँ देखाउनु पाएन। साथीहरू हाम्रो चाहिँ फापर यतिको पाकिसकेको छ। अन्त मेरो खेताला टिमहरूलाई चाहिँ म भन्छु एकदम रेडी भएर बस्नु होला। दाल उखाल्दा उखाल्दा हात दुखेको होला, अब फापरतिर लाग्नुपर्छ केही दिनपछि भनेर चाहिँ मैले तिमीहरूले पनि देखाएको है। यो चाहिँ अन्त नि मेरो चाहिँ क्यामेरा खासै राम्रो छैन, त्यही भएर अलिक मधुरो छ, तर हाम्रो चाहिँ आधी उधी फापर पाकिसकेको छ साथीहरू। हाम्रो फापरबारी साथीहरू ऊ पर त्यो बाँसघडी देख्दैछ नि, त्यहाँसम्म हो, काट्ने बेला भइसकेको छ। यो चाहिँ यतापट्टि मैले भिडियो बनाउँदै गरेको चाहिँ पछुवा हो, यो चाहिँ अलिक भएन। अन्त उतापट्टि चाहिँ अगुवा छ, त्यहाँ चाहिँ काट्ने बेला भयो। अन्त नि जग्गा जग्गा यसरी लडेको छ। अन्त साथीहरू आज राति हात्ती आएर हाम्रो गाउँमा यसरी हाम्रो फापर अलिकति खाएर पाकेको रहेन रहेछ भनेर चाहिँ छोडिरहेर गएछ। साथीहरू हामीहरूको गाउँमा पनि हात्ती आउँछ है। आज राति आएको थियो, 10 बजीतिर आएको थियो होला। अन्त नि आएर खाएर अलिकति नपाकेको खाएर गएछ। अनि यताबाट गएको छ। यो चाहिँ यतापट्टिको फापर चाहिँ अर्को दाजुको, अनि यो फापरबारीबाट हिँडेको रहेछ।